र यो चाहिँ अब कसैलाई मिल्न गएमा त्यो समय मात्र हुन्छ। यो चाहिँ मेरो आफ्नै नियतिलाई चाहिँ यो आक्रोश व्यक्त गर्दैछु। मेरा अनेक स्वरूपहरू जिन्दगी सबैले बाँच्छन्, जिन्दगी सबैले बाँच्छन्, सङ्घर्ष पनि त सबैले गर्छन्। बस फरक यति हो, तिम्रो जीवनको गोरेटो भन्दा मेरो जीवनको गोरेटो केही कठिन होला, तर तिमीले त त्यही कठिनाइलाई पहाड जत्रै बनाइदेऊ। म मूर्तिवत स्तब्ध बस्छु तिम्रै प्रतिष्ठा बचाउन, तिम्रो चुलिँदै गएको अहङ्कारको पर्खाल जोगाउन। किनकि तिमी महान छौ, त्यस्तै तिमी जस्तै अन्य पर्खालको साथ पाएर। तर यो नसम्झनु, म तिमीले बुझेको त्यो सीमा मात्र होइन जसमाथि तिमी आफ्नो पुरा हक लगाउँछौ र म चुपचाप सहिदिन्छु। मेरो ममतालाई कमजोरीको हतियार नसम्झिनु। त्यो दिन आउँछ जुन समय म आगोको स्वरूपमा दमदमी बल्छु र तिम्रो अहङ्कारको त्यो देवाललाई भस्म पार्न सक्छु। मलाई निरीह र दया लायक पनि नसोच्नु। कुनै दिन म समुद्रको छाल बनेर तिम्रा भ्रमलाई उजाड्न सक्छु। अहिले म धरती झै शान्त र सहनशील छु, त्यसैले तिमी मेरो सहनशीलताको धज्जी उडाउँछौ। मेरो छातीमाथि तिम्रा शक्तिले भ्याए जति अपमानका छुरा प्रहार गर्छौ, म त्यसलाई पनि अहोभावका साथ स्वीकार्छु। तर ख्याल गर्नु, नदीले पनि अत्याचार बढेपछि संयमता गुमाउँछिन्, पृथ्वी पनि प्रतिशोधको भावना बहुलाएर विध्वंस मच्याउँछिन्। त्यो बादललाई हेर त, पर्वतको ठक्करबाट विक्षिप्त भएरै होला वर्षाको रूपमा बर्सिन्छ। त्यसै गरी म पनि तिमीले देख्दा पत्थर जस्तै, चट्टान जस्तै उभिएकी छु। तर अत्याचारले सीमा नाग्यो भने म पनि मानव रूपी दानव बन्न सक्छु र काली भगवतीको स्वरूपमा तिम्रा अहङ्कार र एकलौटी आडम्बरले बनेको स्वाभिमान र व्यथितिले उच्च बनेको शिर छेदन गर्न सक्छु। धन्यवाद।